भ्रष्टाचार प्रमाणित भए राजनीति त्याग्ने पूर्व मन्त्री जगदीश खरेलको घोषणा। संसद बैठकबाटै सञ्चार माध्यमलाई दिए कडा चुनौती। पूर्व सञ्चार मन्त्री जगदीश खरेलले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोपलाई पूर्णतः निराधार र कपोकल्पित भन्दै सम्बन्धित सञ्चार माध्यमलाई कडा चुनौती दिएका छन्। राजधानी दैनिकमा प्रकाशित स्मार्ट टेलिकम 20 अर्ब ठगी प्रकरणमा आफ्नो संलग्नता रहेको र आफू फरार भएको भन्ने समाचारको कडा खण्डन गर्दै उनले आक्रोश व्यक्त गरेका हुन्। विगत केही दिनदेखि मिडियामा आएका भ्रामक खबरहरूप्रति गहिरो खेद प्रकट गर्दै खरेलले भनेका छन् कि उनी विदेश प्रस्थान गरेको भोलिपल्टै पूर्व मन्त्री भागे भनी आएको समाचार अत्यन्तै गैर जिम्मेवारीपूर्ण छ। यस्तो अर्थहीन र तल्लो स्तरको पत्रकारिताले आफ्नो राजनीतिक निष्ठा, मान सम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्याएको उनले उल्लेख गरेका छन्। खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफू कुनै पनि संलग्न नरहेको दावी गर्दै यदि आफूले सो विषयको एउटा पनि फाइल अघि बढाएको वा कुनै बैठक गरेको प्रमाणित भए आजकै मितिबाट सम्पूर्ण राजनीतिक जीवनबाट बिदा लिने साहसिक घोषणा गरेका छन्। आफूलाई दोषी देखाउन खोज्ने सी ग्रेडका पत्रकारिता गर्ने पत्रिकाका मालिक र सम्पादकहरूमाथि कडा रूपमा खनिँदै उनले प्रश्न गरेका छन्, यदि म माथि लगाइएको आरोप प्रमाणित गर्न सक्नुहुन्न भने के तपाईहरू आफ्नो पत्रिका बन्द गर्ने हिम्मत राख्नुहुन्छ? पत्रकारिताको न्यूनतम मर्यादा समेत बिर्सिएर नियोजित रूपमा आफ्नो राजनीतिक भविष्य सिद्धाउन खोजिएको दावी गर्दै उनले यस विरुद्ध कानुनी उपचारमा जाने समेत संकेत गरेका छन्। सत्य तथ्य नबुझी चरित्र हत्या गर्ने उद्देश्यले सम्प्रेषण गरिएका यस्ता समाचारले भ्रम फैलाएको उनको ठहर छ। यो प्रकरण र खरेलको कडा प्रतिवादले अहिले नेपाली राजनीति र सञ्चार वृत्तमा ठूलो बहस र हलचल पैदा गरिदिएको छ।